नमस्ते सबैजनालाई। आज म एक्सेल सिटमा चाहिँ डेटा इन्ट्री सजिलै चाहिँ कसरी गर्न सकिन्छ भन्ने एउटा सानो भिडियो लिएर आएको छु। पक्कै पनि हजुरलाई यो एकदमै सहयोग गर्ने नै छ र जो चाहिँ यो एकदमै बेसिक लेभलमा हुनुहुन्छ, एक्सेलमा चाहिँ केही कुरा सिक्न चाहनुहुन्छ, उहाँहरूको लागि पनि यो भिडियो चाहिँ एकदमै हेल्पफुल हुनेछ भन्ने आशा पनि लिएको छु। र हजुरहरूलाई यो माइक्रोसफ्ट अफिस सम्बन्धी कुनै भिडियो चाहिँ बनाउनु पर्नेछ भने प्लिज लाइक र कमेन्ट चाहिँ गरिदिनु होला र लास्टमा सब्सक्राइब पनि गरिदिनु होला। र योभन्दा अगाडि मैले एउटा भिडियो पनि बनाएको छु इक्जामिनेसनको लागि, अन्य पर्पजको लागि चाहिँ यो डेटा इन्ट्री चाहिँ कसरी गर्न सकिन्छ एक्सेल सिटमा, त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। र त्यसमा चाहिँ केही गाह्रो भयो भने त्योभन्दा चाहिँ सजिलो एकदमै सर्टकटमा चाहिँ यो कसरी डेटा इन्ट्री चाहिँ गर्न सकिन्छ एक्सेल सिटमा, यसले चाहिँ अझै सहज चाहिँ बनाउने नै छ भन्ने आशा लिएको छु। र यो क्रमशः सुरुदेखि लास्टसम्म हेर्नु होला, एकदमै सजिलो छ। त्यसको लागि चाहिँ एक्सेलमा जानु होला र आफूलाई आवश्यक डेटा इन्ट्री सिट चाहिँ यसरी बनाउनु होला। यो मैले चाहिँ अब यो स्कुल लेभलको जस्तै अब फर्स्ट एनुअल इक्जामिनेसनको एउटा उदाहरणको लागि चाहिँ यस्तो यो सिट बनाएको छु। हजुरहरूको लागि, अन्य अफिसको लागि, अन्य पर्पज हुनसक्छ, जस्तै अब इम्प्लोइ आइडी हुनसक्छ, नेम अफ इम्प्लोइ हुनसक्छ, मन्थ हुनसक्छ, स्यालेरी रेन्ज हुनसक्छ। आफ्नो अफिस अनुसारको यो इन्ट्री सिट चाहिँ बनाउनु होला। मैले चाहिँ यो स्कुल लेभलमा चाहिँ यसरी चाहिँ बनाएर डेटा इन्ट्री चाहिँ सजिलै गर्न सकिन्छ भन्ने इक्जाम्पल चाहिँ सो गरेको छु। र पछि बनाउँदाखेरि अझै विस्तृत रूपमा पनि बनाउन सकिन्छ। यो एउटा इक्जाम्पलको रूपमा मात्रै चाहिँ यहाँ सो गरेको छु मैले। त्यसको लागि एक्सेल सिट खोलिसकेपछि यो किसिमको फर्मेट बनाइसकेपछि अल्ट डी र ओ प्रेस गर्नु होला। अल्ट डी ओ चाहिँ प्रेस गर्नु होला। र त्यो प्रेस गर्नुभन्दा अगाडि चाहिँ कुनमा चाहिँ इन्ट्री गर्नुपर्ने हो त्यसलाई चाहिँ यसरी यो सिलेक्ट गर्नुपर्ने हुन्छ। पहिला यसरी सिलेक्ट गर्नु होला। जुनमा चाहिँ इन्ट्री गर्नुपर्ने हो त्यसरी चाहिँ सिलेक्ट गरिसकेपछि अल्ट डी ओ प्रेस गर्नु होला। अनि यो किसिमको चाहिँ डायलग बक्स आउँछ। डायलग बक्स आइसकेपछि ओकेमा चाहिँ क्लिक गर्नु होला। यसरी ओकेमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो किसिमको यो इन्ट्री जुन चाहिँ एक्सेल सिटमा बनाउनु भएको छ त्यसरी नै यो खुल्छ। खुलिसकेपछि यसमा चाहिँ के गर्नु होला, इन्ट्री गर्दै जानु होला। यहाँनिर हेर्नु होला, यहाँ सुरुमा के छ, रोल नम्बर छ। यो एक्सेल सिटमा जे कुरा चाहिँ एक्सेल सिटमा उल्लेख गरिएको छ त्यसरी चाहिँ यसमा चाहिँ उल्लेख भइरहेको छ। रोल नम्बर छ, नेम अफ स्टुडेन्ट्स छ, इङ्ग्लिस, नेपाली, साइन्स, म्याथमेटिक्स छ, सोसल छ। अब यसमा फिलअप गर्दै जानु होला। जस्तै रोल नम्बर 1 लेखेँ मैले, नेम कुनै स्टुडेन्ट्सको नेम लेख्नु होला, रमेश भनेर राख्नु होला। त्यसपछि इङ्ग्लिसमा पाएकोले चाहिँ मार्क्स यहाँ राख्नु होला। फर इक्जाम्पल 20 राखेँ। त्यसपछि अर्कोमा लानको लागि यसरी कम्प्युटरको किबोर्डमा चाहिँ गएर यसरी ट्याब हान्नुभयो भने अर्कोमा चाहिँ जान्छ कर्सर। जस्तै अब नेपालीमा कर्सर आयो, नेपालीमा चाहिँ अब 25। फेरि किबोर्डमा गएर ट्याब चाहिँ प्रेस गर्नु होला। अब साइन्समा चाहिँ 34। त्यसपछि फेरि ट्याबमा चाहिँ प्रेस गर्नु होला। म्याथमेटिक्समा चाहिँ 23। फेरि ट्याबमा जानु होला र यसरी पाएको मार्क्स चाहिँ राख्नु होला, 40 छ। अनि लास्टमा चाहिँ इन्टर गर्नुभयो भने जम्मै चाहिँ एक्सेल सिटमा गएर चाहिँ इन्ट्री चाहिँ हुन्छ। यसरी अब इन्टर गर्नुभयो भने यसरी आफै चाहिँ इन्ट्री भएको छ। अब यसरी क्रमशः चाहिँ फिलअप गर्दै जानुहुन्छ। जस्तै रोल नम्बर 2 भयो, मैले ट्याब प्रेस गरेँ, कमल अर्को स्टुडेन्ट्सको नाम फर इक्जाम्पल, इङ्ग्लिसमा चाहिँ 40, ट्याब प्रेस गर्नु होला। नेपालीमा चाहिँ 43, फेरि ट्याब प्रेस गर्नु होला। साइन्समा चाहिँ 42, ट्याबमा प्रेस गर्नु होला। अनि अर्को म्याथमेटिक्समा चाहिँ 34, फेरि ट्याबमा चाहिँ
प्रेस गर्नुहोला। सोसलमा चाहिँ 23 अनि इन्टर गर्नुभयो भने यसरी चाहिँ कर्म सकिँदै जान्छ। हजुरले चाहिँ बनाएको डेटा इन्ट्री सिटमा एक्सलमा चाहिँ डेटाहरू चाहिँ यसरी फिलअप हुँदै जान्छ। यो एकदमै सजिलो तरिका छ। यसरी चाहिँ धेरै विद्यार्थीहरूको चाहिँ डेटा इन्ट्री गर्न चाहिँ सजिलो हुन्छ। जस्तै नेक्स्ट इक्जाम्पल रोल नम्बर 3 ट्याब प्रेस गर्नुहोला। मोहन इङ्ग्लिसमा चाहिँ 43 ट्याब त्यसपछि 34 ट्याब प्रेस गर्नुहोला। 33 त्यसपछि ट्याब प्रेस त्यसपछि 35 नेक्स्टमा ट्याब प्रेस गर्नुहोला। 31 अनि चाहिँ लास्टमा इन्टर गर्नुभयो भने यसरी डेटा इन्ट्री चाहिँ हुँदै जान्छ। हस्, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। At 29 and I find myself wondering what did happen to the last 10.